मेरो कविताको शीर्षक म र मेरो सपना। म र मेरो सपना, मेरो जीवन जिउने एउटै आधार। खुला नीला आकाशमा हेरी चन्द्रमालाई छुने लक्ष्य लिनु है भनेर सिकाउँथे। निश्चल कलकल बग्दै गरेको नदीलाई देखाउँदै दूर दृष्टि राख्नुपर्छ है भन्थे। बसन्तमा पलाएको नयाँ पालुवा झैँ फुर्तिलो हुनुपर्छ भन्थे। सफल बन्न प्रेरणा दिने गर्थे। एकान्तमा एक्लै हुँदा नि मुस्कुराउन सिकाउने। स्वच्छ हावाका हरेक स्पर्शलाई महसुस गर्न सिकाउँथ्यो। झ्याल बाहिरको रुखमा बसेका ती जोडी चरा, तिनीहरूले गाएका चिरचिर चुरचुर गीत हेर्दै सुन्दै घन्टौँ रमाएको पत्तो हुन्नथ्यो। म केही गर्छु, म केही बन्छु, छुट्टै विश्वास थियो। लाग्थ्यो सारा संसार मेरो लक्षित यात्रामा साथ दिइरहेछ। हावाले चलेका पातहरूले मेरै सफलताको निम्ति शुभकामना दिइरहेछ लाग्थ्यो। ती सिधा अटल हिमालहरू हेर्दा छुट्टै आँट र विश्वास र हिम्मत आउँथ्यो। लाग्थ्यो यो संसारमा एक दिन म राज गर्नेछु। सबै कति सुन्दर थिए, कति रमाइलो, कति आनन्दित। हरदम हर पल हर क्षण तिमी नै थियो मेरो सपना। मेरो गन्तव्यमा दोहोऱ्याउने मेरो एकमात्र साथी मेरो सपना। सँगै हिँड्दा हिँड्दै कति बेला साथ छुटेछ तिमीसँग। कुन मोडमा म अडिएछु, कुन पापी मोहमा हराएछु, कुन दुनियाँमा फसेछु थाहै भएन। म को हो, मेरो यथार्थ के हो, जिउने उद्देश्य के हो, मेरो लक्ष्य खै मेरो हराएको सपनासँगै हरायो। समय त स्वार्थी छ, उसलाई के मतलब, ऊ त निरन्तर हिँडिरहन्छ। केही सोच्न खोज्छु, दिमाग चल्दैन। केही गर्छु भन्छु, हिम्मत आउँदैन। कतै जान खोज्छु, पाइला चल्दैन। बोल्न खोज्छु, बोली फुट्दैन। सकारात्मक सोच्न खोज्छु, सोच आउँदैन। न दिल खोलेर हाँस्न सक्छु, न भत्काइँदै रुन सक्छु। चारैतिर डर, चारैतिर निराशा। तिनीला आकाश जसलाई हेरेर मेरो सोचाइको सीमा नै रहन्न थियो, आज नजर जोड्ने क्षमता छैन। मलाई शुभकामना दिने पातहरूले मलाई गाली गरे जस्तो लाग्छ। कल कल बग्ने नदीहरूले मलाई देखेर बाटो मोडे जस्तो लाग्छ। मलाई ऊर्जा दिने प्रकाशले मलाई नै पोले जस्तो लाग्छ। मेरो गन्तव्य हराएछ, म साँच्चै हराएछु। मेरो सपना अब त आइदियो। तिम्रो साथ छुटेदेखि म भित्रको मैले कहिल्यै भेटाएँ। मलाई म बन्नु छ, मलाई सफल बन्नु छ। मेरो सपना, मलाई आशा छ कतै दोबारमा मलाई नै उरी बसेको होला। म फेरि हिँड्छु, रोकिन्न अब। तिमीलाई भेट्नै छु र फेरि मेरो जीवनको भविष्य, गन्तव्य र लक्ष्य सुनिश्चित गर्नेछु र सफल गर्नेछु। मेरो कविता सफल